Hello guys, we are going wellness park अनि मसँग छ चिपुर्की चिपुर्कीले चाहिँ अस्तिदेखि मलाई पार्क जुम 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 अब मलाई पार्क लानु भनेको थियो अनि आज चाहिँ त्यो मौका पाएर अनि मेरो छोरीलाई म पार्क लाँदैछु अनि तपाईहरु जतिले यो पार्कलाई देख्नु भएको छैन भने चाहिँ म तपाईहरुलाई त्यो पार्क पनि देखाइदिनेछु अनि जतिले देखिसक्नु भएको छ उहाँहरुलाई त थाहा छ पार्कमा के छ भनेर अनि यति बेला पनि म र नानी हामी कहाँ जाँदैछ अनु वेलनेस पार्कमा जाँदैछौँ यतिखेर भने हामी सरदार थानाको एकछिन छेउमा आइपुगेका छौँ लोरिनको स्कुल पनि यहीँनिर नजिकै आइपुग्यो लोरिनको स्कुल है लोरिन मजा आउँदैछ जानु छोरी छोरी एक्साइटेड छ एक्साइटेड त्यहाँ गएपछि चाहिँ नानीहरू कोही पनि निक्लिनु मान्दैन गएपछि चाहिँ एकपल्ट गएपछि अनि लोरिनको स्कुल चाहिँ एकछिन बस्छ लोरिनको स्कुल चाहिँ यहाँनिर सेन्ट थोमस स्कुल सेन्ट थोमस चर्च पनि हो अनि यो चाहिँ मोन्टिसरी भन्छ होली क्रस कन्भेन्ट पनि भन्छ अनि यो जग्गामा चाहिँ मेरो छोरी पढ्छ अनि अब यो 17 तारिकदेखि स्कुल पनि लागिरहेको छ अनि स्कुल लाग्न अगाडि नै नानीलाई पार्क पनि घुमाइराखेको पनि तर वेदर चाहिँ पार्क जाने खालको छैन पुरा जाडो अहिले गान्तोकको वेदर एकदमै चिसो भइरहेको छ मेरो छोरीलाई मैले मफलर सफलर टोपी लाएर रहेको छ तर अहिले भरे माथि पार्कमा खेल्नु थालिसकेपछि चाहिँ लोरिनको सबै यो खोलिन्छ लुगाहरू हुन्छ तपाईँहरू हेर्दै गर्नुहोस् माथि पुगेर म तपाईँहरूलाई पार्कमा के रहेछ देखाउनेछ बाई 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 यो पुरानो हस्पिटल है जुन हस्पिटल डाँडा भन्छ तपाईँहरू गान्तोकमा रहनेहरू चाहिँ अब कतिलाई त थाहा छ यो जग्गा कहाँनिर छ भनेर तर कतिलाई चाहिँ यो ठाउँ थाहा हुँदैन है अनि उहाँहरूको लागि एउटा जानकारी दिँदै है अनि यो ठाउँ वेलनेस पार्क चाहिँ कहाँ छ भन्ने कुरा चाहिँ तपाईँहरू पुरानो हस्पिटल आउनुभएको छ भने यो पुरानो हस्पिटलको पहिलाको यो ठाउँमा कार्डहरू बनिन्थ्यो भने त्यहाँदेखि यहाँदेखि उँभोहरू योहरू वार्डहरू हो भने त्यहाँदेखि अहिले चाहिँ अब तपाईँहरूको यहाँबाट गएर तपाईँहरूलाई अलिकति डिटेल्समै देखाउँदैछु किनभने डिटेल्समा देखाउँदा चाहिँ मान्छेलाई आउँदाखेरि सजिलो पर्छ नि त त्यो भएर है अनि सायद भिडियोमा पुरा भिडियोहरू मुभमेन्ट भइरहेको होला किनभने मैले हातबाट नै हातले नै पक्रेर बनाइरहेको छ त्यसले गर्दाखेरि ल ओके यहाँदेखि चाहिँ तपाईँहरू देब्रेपट्टि आएर यहाँनिर मजाले लेखिदिएको छ गेटमा इन्ट्रेन्स वेलनेस पार्क अनि अब यहाँभित्रको कुराहरू तपाईँलाई देखाउनेछु यहाँनिर टिकट पर्छ टिकट काटेर मात्रै यहाँ इन्ट्री हुन्छ टिकट कति रहेछ अब सोध्नेछौँ है बस लोरिन एकछिन कति हजार नानीको 10 रुपियाँ चेन्ज त छैन पक्र बस हुन्छ थ्याङ्क यू 60 रुपिस पर्दो रहेछ है नानी होस् या ठुलो होस् अनि त्यो पछि चाहिँ हामी यसरी इन्ट्री गर्छौँ अनि इन्ट्री भइसकेपछि यहाँनिर एकदमै राम्रो कुराहरू छ तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो यसरी इन्ट्री हुन्छ अनि यहाँ चाहिँ यो आउटडोर जिम भनौँ यहाँनिर फिटनेस सेन्टर भनौँ या फिटनेस गर्नेहरूलाई एकदमै राम्रो अहिले त नानीहरूले खेलिरहेको छ तर यो नानीहरूको होइन ठुलो मान्छेहरूको लागि हो
अनि ठुलो मान्छेहरूको लागि चाहिँ यहाँ अनि सानोहरूको लागि चाहिँ माथि छ। हेर्दै जानुहोस् है, म तपाईँहरूलाई भिडियोमा अलिकति देखाउने छु। कम दामी दामी है ड्रइङ। मन पऱ्यो लोरिन? यता हेर, मेरो नानीको चाहिँ आज त्यो क्युट है, यस्तो दामी ड्रइङ आर्ट्स गरेको रहेछ। अनि सट्टै यहाँ ठुल्ठुलो मेट्रोपोलिटन सिटीतिर गयो भने चाहिँ यस्तो आउटडोर यो जिम फेसिलिटी चाहिँ राखिदिएको हुन्छ। अनि हाम्रो यहाँनिर सिक्किममा चाहिँ वेलनेस पार्कभित्र चाहिँ हामीले यो कुराको फाइदालाई उठाउन सक्छौँ। अनि यो बस्ने ठाउँहरू एकदमै एकदमै दामी जग्गा तपाईँहरूलाई म देखाउनु लागेको छु। पुगिसक्यो, रन यहाँबाट चाहिँ तपाईँको एन्ट्रेन्स है, इन्ट्री गर्ने जग्गा एकदमै दामी जग्गा है। आज चाहिँ नानीहरू एकदमै कम्ती रहेछ, एकदमै दामी जग्गा छ यो जग्गा। Good. Down. Good. Yes. दिन का ये किसने का है बोला 20 तारीख का नानी हाल्नु हुँदैन त्यहाँ लोरिन नो लोरिन खोइ लोरिन आओ यहाँ पे एक बार में ढूंढने के लिए यहाँ तक पहुंचा मैं लोरिन दामी सेल्फी पोइन्ट पनि देख्न सक्नुहुन्छ है। अनि उहाँले खिचिरहनु भएको छ, एकदमै दामी सेल्फी पोइन्ट पनि। अनि यहाँ माथि ग्याङ्टोक लेखेको एकदमै दामी देखिरहेको छ है। अनि तपाईँहरूलाई बताउनु पर्दाखेरि यहाँनिर स्किट बोर्ड भन्छ होला सायद है, यो खेल्ने जग्गा पनि छ। अनि त्यो चाहिँ एकदम प्रोफेसनल हुनु पऱ्यो, त्यो खेल्ने चाहिँ एकदमै दामी बनाइदिएको छ। अब यहाँ त अहिले खेलेको छैन, ताला लगाइरहेको रहेछ। तर जो चाहिँ प्रोफेसनल छ है, वेल ट्रेन छ, उनीहरूले चाहिँ यसमा आएर खेल्न सक्छ। अनि खेलेको पनि मैले देखेको अगाडिको दिनहरूमा। ठुलो जग्गा छ, यस्तो घुमेर छ है। अनि अहिले पनि मैले यहीँबाट तपाईँहरूलाई देखाइरहेको छु।